सबैजनालाई नमस्कार। र आज चाहिँ हामी यो पुत्का चाहिँ यो मुडाबाट चाहिँ सार्नु गइरहेछ बक्समा, साइन्टिफिक बक्समा। र यो काम चाहिँ हाम्रो राजेन भाइ जो पुत्काको एक्सपर्ट हुनुहुन्छ उहाँले गर्नुहुँदैछ र म चाहिँ साथी गएको थिएँ उहाँसँग। र यो चाहिँ जुन चाहिँ तपाईहरुले देख्नुहुँदैछ यो चाहिँ बच्चाको भाग हो। यसलाई चाहिँ नचलाइकन हामीले नबिगारिकन साइन्टिफिक बक्समा हाल्नु पर्ने हुनेछ। र क्विनहरु सबै यसमै हुन्छ। तपाईको माउ चाहिँ यसको उडेर जुन चाहिँ बाहिर गएको छ तिनीहरु आफै पस्छ र यसलाई चाहिँ बिस्तारै नभत्काइकन चाहिँ हामीले निकाल्नुपर्छ। र तपाईहरुले देख्न सक्नुहुन्छ यहाँ बिस्तारै हाम्रो भाइले त्यो बच्चाको भागलाई निकाल्दैछ र निकालिसकेर चाहिँ हामीले यसलाई साइन्टिफिक बक्समा सार्नुपर्छ। पछाडी तपाईले देख्न सक्नुहुन्छ कि माउहरु त्यसको उडिरहेको छ र यो साइन्टिफिक बक्स हामीले त्यहाँ सेट गरेको छौं। यो बच्चा चाहिँ हामीले डल्लै टिपेर हाल्ने छौं र यो चाहिँ डुङ्गो सारै अप्ठ्यारो रहेछ, काट्नु पनि नसक्ने खालको थियो र चाहिँ यसलाई हामीले फुटाएर गरेको। फुटाउँदाखेरि पनि भित्र स्पेस एकदमै कम्ती थियो र यो चाहिँ बच्चाको भाग हो र यो बच्चाको भागलाई चाहिँ बिस्तारैसँग नभत्काइकन चाहिँ हाल्नु पर्ने छ। र यसरी गर्नाले चाहिँ हामीले मह काट्नु पनि तपाईलाई सजिलो हुन्छ र यो सक्सेस एकदमै 100% सक्सेस हुनेछ, किनभने यो पहिला नै मेरोमा पनि एकताल गरिसकेको हो। र तपाईहरुले हेर्नुहोस् यो भिडियोलाई। र यो बच्चाको भाग चाहिँ निस्किसक्यो। अब यसलाई चाहिँ हामीले त्यो साइन्टिफिक बक्समा हाल्ने छौं। नचलाइकन बिस्तारै हाल्नुपर्छ। यो डल्लै यसरी हाल्यो भने चाहिँ यिनीहरुले यही काम गर्न थालिहाल्छ। र यो साइन्टिफिक बक्समा राख्नुको फाइदाहरु धेरै छ। हामीलाई यसको हाइप चेक, कोलोनी चेक गर्नु पनि सजिलो हुन्छ र मह काट्नु एकदमै सजिलो हुन्छ। र यो महको भाग पनि हामीले नभित्काइकन साइन्टिफिक बक्समा हाल्नु पर्ने छ। तपाईहरु हेर्दै गर्नु होला। यो तपाईले देख्न सक्नुहुँदैछ यो चाहिँ क्वीन सेल हो। यो चाहिँ क्वीन सेल पनि बनाएको रहेछ यसमा र यो क्वीन सेल पनि हामीले यसमा हाल्दिएको छौं। बाइ चान्स क्वीनकै ड्यामेजहरु भयो भने चाहिँ यो क्वीन सेलबाट क्वीन निस्केर राम्रोसँग काम गर्न छ। र यो मुडाको चाहिँ एकदमै मुडा चाहिँ ठुलो थियो तर डल्लै ठाउँ छ के एम्प्टी स्पेस चाहिँ एउटा पनि थिएन, कम्ती मात्रै यसको स्पेस रहेछ। त्यो स्पेसमा चाहिँ यिनीहरुले गुण बनाएको थियो। र यो यतापट्टिको पाना देख्दै गर्नुहुन्छ भएको चाहिँ यो बच्चा हो र यो चाहिँ मुडा फुटाउँदाखेरि छुटेको थियो गुणबाट। र यसलाई पनि हामीले बिस्तारै निकालेर छुरीको सहायताले निकालेर यसलाई डल्लै उता हाल्दिनु पर्छ साइन्टिफिक बक्समा। तपाईहरुले यस्तै भिडियोको लागि चाहिँ कालिम्पोङ बिजिबर्सलाई फलो गर्नुहोस् होला। लाइक, शेयर, सब्स्क्राइब पनि गरिदिनुहोस्, किनभने म भर्खर नयाँ हो युट्युब, फेसबुक दुईटैमा। र मेरो च्यानललाई तपाईले सब्स्क्राइब पनि गरिदिनुहोस्। यो बच्चाको एक पाना हाल्यो, हामीले अर्को पाना पनि रहेछ यहाँ, यो पनि बिस्तारै निकाल्दै छौं छुरीको सहायताले। यो चाहिँ बच्चाको भाग हो र यसको चाहिँ मह लाउने ठाउँ पनि छैन रहेछ, एकदमै कन्जेस्टेड भएकोले गर्दाखेरि मह पनि थिएन। यो अलिक चुइटा निकाल्नु हुँदैन। खुकुरीले यो चाहिँ मह निकाल्दैछ। त्यो गर्दा चाहिँ महको पनि यो हनी पटहरु चाहिँ हामीले नफुटाइकन नबिगारिकन हाल्नुपर्ने हुनाले हाम्रो भाइले बिस्तारै निकाल्दैछ।
यो चाहिँ यिनीहरूको ड्यामेज नगरिकन हाल्नुपर्ने छ, किनभने यो ड्यामेज भयो भने चाहिँ महभित्र घोप्टिन्छ र चाहिँ तिनीहरू यिनीहरूलाई काम गर्न अप्ठ्यारो हुनेछ। त्यही भएर चाहिँ हामीले यो हनी पट चाहिँ नफुटाइकन नबिगारिकन हाल्नुपर्छ। यो हनी पट अड्केकोले गर्दा हामीले खुकुरीको सहायताले त्यसलाई फुटाएर टुक्रा गरेर चाहिँ हनी पट डल्लै निकालेर लागि काट्दैछौँ। र अब चाहिँ यो महको भाग हामी निकाल्न गइरहेछौँ। देख्न सक्नुहुन्छ राजन भाइले एकदमै बिस्तारैसँग गर्दैछ काम चाहिँ। यो काम गर्दा चाहिँ अत्तालेर हुँदैन, यसलाई आरामले गर्नुपर्छ। यो चाहिँ महको भाग हो। तपाईँले देख्न सक्नुहुन्छ कि यहाँभित्र अझै मह पनि रहेछ। यो चाहिँ पुत्का हो, स्टिङलेस बी भन्छ जसले हामी। यस्तैमै छ। यो जुन चाहिँ बिग्रेको थियो त्यो चाहिँ हामीले भाँडामा हालेको छौँ। बिग्रेको चाहिँ र राम्रो जति चाहिँ यता बक्समा सिफ्ट गरिदिइसकेको छौँ। यहाँ यताउति लेफ्ट साइडमा देख्न सक्नुहुन्छ तपाईँ बच्चा भाग र दाहिने साइडमा चाहिँ मह भएको भाग हालेको छौँ। यो फ्रन्ट साइडमा चाहिँ हामीले बच्चाको भाग राख्छौँ। यो अगाडि तपाईँहरूले देख्नुहुनेछ महहरू उडिरहेको छ। अब यिनीहरू बिस्तारै यहाँ बसेर आफै सेटल हुन्छ र यसलाई चाहिँ हामी हप्ता दिनसम्म नचलाइकन राख्नेछौँ।